सिजल राई क्याप्टेन, प्रेम लिम्बू गोलकिपर जर्सी नम्बर 16 अनिश चौधरी, जर्सी नम्बर 23 जर्सी नम्बर 27 रमेश चौधरी, त्यसैगरी करण सुनवार जर्सी नम्बर 11 जर्सी नम्बर 5 विश्व मगर, त्यसैगरी मिसाङ लिम्बू, निवास खुयाल, आरएस चौधरी, जीवन लोरुङ, अभिषेक कालीकोटे। ओके, हेलो दर्शक महानुभावहरू, हामी उपस्थित भइसकेका छौँ यो दोस्रो सेमी फाइनल खेल लिएर र हामी धनकुटा जिल्ला 24 गाउँपालिका 6 शिखरपुर स्थित हात्तीटार स्पोर्ट्स क्लबले आयोजना गरेको यो हात्तीटार खेल मैदानमा तेस्रो जय दगल सिंह स्मृति शिखरपुर गोल्ड कप 2081 र यो दोस्रो सेमी फाइनल खेलमा तालतलैया फुटबल क्लब भर्सेस आयोजक हात्तीटार स्पोर्ट्स क्लब को खेल तपाईहरु माझ हामीले जोडिसकेका छौँ। स्वागत छ, जोडिनु होला। तलैया फुटबल क्लब सुनसरी भर्सेस हात्तीटार स्पोर्ट्स क्लब धनकुटा बीचमा कुन टोली फाइनलमा भेट पक्का गर्नेछ त? केराबारी फुटबल क्लबले कुन टोलीसँग भेट पक्का गर्नेछ? अब भने सिजल राई मिसाङको लागि खेल्न चाहे। मिसाङ छन् बलमा, मिसाङको यो पास फेरि पनि सिजलको लागि। सिजल अवसर छ, यहाँ मौका, यो क्रस, यो फिनिसिङ टच, अझै मौका, यो प्रहार, गोल! तालतलैया फुटबल क्लब जर्सी नम्बर 8 अभिषेक कालीकोटी उत्कृष्ट गोल गर्न सफल, 1-0 को अग्रता बनाएको छ। दोस्रो हाफको खेलमा 300 मिनेटमा यो गोल गरेका छन्। 1-0 को अग्रता यो बनाएको छ तालतलैया फुटबल क्लबले। यो पाइला सारेको छ। तपाईहरुले रिप्लेमा पनि हेर्न सक्नुहुनेछ। गोलरक्षकबाट पक्कै पनि नरेन्द्र, यहाँ सिजल, अवसर छ, यहाँ सिजलको प्रहार सही दिशा लिएको छैन। तपाईले रिप्लेमा पनि हेर्न सक्नुहुनेछ। नरेन्द्रको यो गल्ती, सिजलले भरपुर फाइदा उठाउन चाहन्थे। सिजलको प्रहारले सशक्त दिशा लिन सकेमा। सुरेन्द्र लङ रेन्ज ड्राइभ, ओहो क्लोज रेन्जबाट बाहिरियो। रिप्लेमा हेर्न सक्नुहुनेछ। सेन्टर लाइनबाट प्रहार केही माथिबाट बाहिरियो। विफल बनाइदिएका छन्। थ्रोइङ प्राप्त हुनेछ तपन कार्के थ्रोइङको लागि। यो 25 मिनटको समय, 40औं मिनट जान लागिरहेको छ। यहाँ बुद्ध उत्कृष्ट गोल, यहाँ बुद्ध चिमजोङ, यो कम ब्याक गरेको छ। एक गोल गर्दै बुद्ध चिमजोङ बराबरीमा ल्याउन सफल। जर्सी नम्बर 7 का बुद्ध चिमजोङ मार्फत आफ्नो टोलीलाई बराबरीमा ल्याउन सफल। र यो उत्कृष्ट कमब्याक सँगै खेलमा बराबरी बनाएको छ हात्तीटार स्पोर्ट्स क्लब।